एभ्रिवान स्वागत छ तपाईँलाई हाम्रो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा चाहिँ हामीले युडिस्टर एन्ड विस्टमको बारेमा चाहिँ समय लिएर आएका छौँ। सो यो चाहिँ हाम्रो मेनली बिबिए फर्स्ट सेमेस्टरमा पढाइ हुने गइरहेको एउटा पहिलो च्याप्टर हो। सो यो च्याप्टरमा के हुन्छ भन्दाखेरि चाहिँ युडिस्टर र विस्टमको चाहिँ हामीले लिटरल कम्प्रिहेन्सन, इन्टरप्रिटेसन, क्रिटिकल थिङ्किङ एन्ड एसिमुलेसन चाहिँ ल्याएर आएका छौँ। सो फर्स्टमा चाहिँ यो च्याप्टरले के भन्न खोजेको छ भनेर चाहिँ हामीले बुझ्ने कोसिस गर्नेछौँ। सो भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। सो के हुन्छ भन्दाखेरि चाहिँ यो कहानीमा चाहिँ 5 वटा पाण्डवहरू हुन्छन् होइन, जसलाई चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ वनवास पठाइन्छ कि 14 वर्षको लागि चाहिँ तिनीहरूलाई चाहिँ वनवास यानि कि वनमा गएर बस्नुपर्ने हुन्छ। किनभने चाहिँ यिनीहरूले जुन कौरवहरूसँग चाहिँ तास जुवा भनौँ जुवा खेल्दा चाहिँ हारेका थिए। सो त्यसको पनिसमेन्टको लागि चाहिँ यिनीहरूलाई चाहिँ 14 वर्ष चाहिँ वनवास पठाइएको हुन्छ। र एक दिन चाहिँ यिनीहरू आफ्नो वनवास काट्दा काट्दै चाहिँ एक दिन एउटा जङ्गलमा एउटा रुखमा चाहिँ हावा खाँदै मस्तले बसिरहेको हुन्छन् होइन। सो सडनली चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तिनीहरूले चाहिँ एउटा सुनको मृग भनौँ न, सुनको मृग टाइपको देख्छन् कि हो। त्यो मृगलाई देख्ने बित्तिकै चाहिँ तिनीहरूमा लालच आउँछ कि त्यो मृगलाई जसरी पनि यिनीहरूले मार्नुपर्छ र आफ्नो बनाउनुपर्छ भन्ने एउटा लालच आउँछ कि। त्यसपछि तिनीहरू चाहिँ त्यो सुनको मृग पछाडि चाहिँ भाग्छन् कि एकदमैसँग तिनीहरूलाई चेस गर्छन्। त्यो मृगलाई चाहिँ तिनीहरू 5 जना दाजुभाइ मिलेर एकदमै चेस गर्छन्, पछ्याउँछन् पछ्याउँछन्। तर त्यो मृग चाहिँ एक्कासी गायब हुन्छ अरे कि, कहाँ जान्छ थाहै नै हुँदैन। सो त्यसपछि चाहिँ तिनीहरू धेरै दौडेका कारणले चाहिँ त्यो पाण्डवहरूलाई चाहिँ एकदमै तिर्खा लागेको हुन्छ। सो तिर्खा लागेर चाहिँ यिनीहरू चाहिँ एउटा रुखको छायामा गएर फेरि बस्छन् र 5 वटा दाजुभाइ मध्ये सबभन्दा ठुलो दाजु यानि कि युधिष्ठिरले चाहिँ आफ्नो भाइलाई, सबभन्दा सानो भाइ सहदेवलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ लाइक मलाई चाहिँ एकदमै प्यास, अब हामी सबै तिर्खाएका छौँ धेरै दौडेर, त्यही भएर तिमी चाहिँ जाऊ कतै गएर पानीको मुहान खोज, अनि मुहान खोजिसकेपछि हामीलाई बोलाउन, हामी पनि पानी खान्छौँ, तिमी पनि पानी खाउँछौ भनेर सहदेवलाई भन्छन्। त्यसपछि सहदेव चाहिँ पानी खोज्नलाई जान्छन् होइन, पानी खोज्नलाई जान्छन्। तर धेरै समयपछि बितिसक्दा पनि चाहिँ सहदेव फर्किँदैन के। त्यसपछि चाहिँ युधिष्ठिरले चाहिँ अब आफ्नो अर्को ब्रदरलाई चाहिँ पठाउँछ कि लाइक नकुललाई पठाउँछ कि के भयो किन सहदेव चाहिँ अहिलेसम्म आएन, जाऊ तिमी चाहिँ सहदेवलाई खोजेर ल्याऊ, प्लस पानी पनि, पानीको मुहान कता भेटिन्छ त्यो पनि खोजेर ल्याऊ भनेर चाहिँ भन्छन्। र हाम्रो नकुल पनि जान्छन् खोजीमा। तर नकुलले पनि धेरै समय बितिसक्दा नकुल पनि आउँदैनन्। त्यसपछि चाहिँ अब युधिष्ठिरले चाहिँ अब भीमलाई पठाउँछन्। अब तिमी जाऊ त के भयो त, किन न सहदेव पनि फर्केको छैन, नकुल पनि फर्केको छैन भनेर चाहिँ हाम्रो भीमलाई चाहिँ युधिष्ठिरले पठाउँछ। र सेम यही कन्डिसनमा भीम पनि फर्किन्न। त्यसपछि उसले चाहिँ अर्जुनलाई पठाउँछ। र अर्जुन पनि धेरै समय बितिसक्दा पनि नफर्केपछि चाहिँ अब युधिष्ठिर चाहिँ आफै खोज्न जान्छ कि लाइक मेरो भाइहरू चाहिँ कहाँ गए, यत्रो बेरसम्म किन फर्केन यिनीहरू, कतै यिनीहरू समस्यामा त परेनन् भनेर चाहिँ युधिष्ठिर चाहिँ आफै खोज्न जान्छ आफ्नो भाइहरूलाई। र खोज्दै जाँदाखेरि चाहिँ उसले आफ्नो अगाडि चाहिँ एउटा सुन्दर एउटा पोन्ड के, एउटा तलाउ टाइपको भेटाउँछ जहाँ चाहिँ एकदमै सुन्दर देखिएको हुन्छ। र त्यहाँ साइडमा चाहिँ उसको भाइहरू पनि सुतिरहेको देख्छ उसले। उसलाई पनि प्यास त लागिरहेको हुन्छ एकदमै, त्यही भएर उसले चाहिँ अहिले भाइहरूलाई हेर्छु पहिला थोरै पानी भए पनि खाइहालौँ भनेर उस ठ्याक्कै पानी खानै लागेको हुन्छ कि सडनली एउटा आवाज चाहिँ उसको कानमा गुन्जिन्छ क्या। लाइक त्यो आवाज कस्तो हुन्छ भन्दाखेरि चाहिँ के भने त्यो आवाजले के भन्छ भन्दाखेरि चाहिँ तिमीले त्यो पानी खानुभन्दा अगाडि चाहिँ मेरो प्रश्नको उत्तर दिनुपर्छ, होइन भने चाहिँ तिमी पनि आफ्नो भाइहरू जस्तै चाहिँ बेहोस हुन्छ अथवा मर्छौ भन्ने टाइपको भोइस चाहिँ आउँछ क्या। त्यति भइसकेपछि युधिष्ठिर चाहिँ एकदमै काम र पिस भएर चाहिँ हुन्छ, के प्रश्न हो तपाईँ सोध्नुहोस् म त्यसको उत्तर दिन्छु, त्यसपछि बल्ल म पानी खान्छु भनेर भन्छन् कि एकदमै नातेर नडर। त्यति भइसकेपछि चाहिँ हाम्रो लाइक त्यो जुन भोइस हुन्छ त्यो भोइसले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ म चाहिँ एक हो र म चाहिँ एक हो र म चाहिँ अब तिमीलाई केही प्रश्नहरू सोध्छु, त्यसको उत्तर तिमीले ठिक ठिक दियो भने चाहिँ त्यसपछि तिमीले पानी खान सक्छौ भनेर भन्छ होइन। सो यति भइसकेपछि हाम्रो एकछेले चाहिँ युधिष्ठिरलाई प्रश्नहरू सोध्छ। प्रश्नहरू 3टा प्रश्न सोध्छ। 3टा प्रश्न सोध्ने बित्तिकै चाहिँ एकछेले एकदमै चालाकीपूर्वक भनौँ न, एकदमै चित्तबुझ्दो टाइपको एन्सर दिन्छन् कि। चित्तबुझ्दो टाइपको एन्सर दिइसकेपछि चाहिँ एक्स चाहिँ एकदमै प्रसन्न हुन्छ हाम्रो युधिष्ठिरसँग। सो प्रसन्न भइसकेपछि उनले के भन्छन् भन्दाखेरि चाहिँ ओके म तिम्रो दिएको एन्सर त सबै ठिकै छ। सो अब तिमी पानी पनि खाँदा हुन्छ, तिमीलाई केही हुँदैन, प्लस तिमी यति यस्तो चित्तलाग्दो चित्तबुझ्दो उत्तर दियो कि तिम्रो 4 जना दाजुभाइ मध्ये चाहिँ म एकजनालाई जिउँदो गराउन सक्छु, भन तिमी चाहिँ कसलाई जिउँदो गराइदिउँ भनेर भन्छ होइन। सो हाम्रो युधिष्ठिरले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ यति भाइ मध्ये चाहिँ मलाई चाहिँ नकुललाई जिउँदो गराइदिनुहोस् भन्छ। त्यो सुन्ने बित्तिकै एक चाहिँ एकदम अचम्म पर्छ कि
लाइक उसँग अर्जुन छ, यति शक्तिशाली अर्जुन छ, बुद्धिमानी भीम छ, सहदेव छ होइन? तर उसले नकुललाई नै किन चुज गर्यो भनेर उसले चाहिँ क्वेसन सोध्छ क्या एकचोटि। र युधिष्ठिरले चाहिँ एकदमै राम्रोसँग कस्तो प्लिजेन्ट टाइपको एन्सर दिन्छ कि मेरो पहिलो आमाबाट चाहिँ म जिउँदो छँदैछु। अब दोस्रो आमाबाट कोही जिउँदो छैन छोराहरू, सो मलाई चाहिँ नकुल नै फिर्ता दिनुहोस्। अर्जुन र भीम किन चाहियो र? पहिलो आमाबाट त म छँदैछु भनेपछि अर्को आमाबाट कोही छैन, सो अर्को आमाबाटको लागि मेरो नकुल भाइलाई चाहिँ जिउँदो गरिदिनुहोस् भनेर भन्छन् कि। त्यो सुन्ने बित्तिकै एकचोटि एकदमै प्लिजेन्ट भएर चाहिँ उसको सबै भाइहरूलाई जिउँदो गरिदिन्छ र के भन्छ भन्दाखेरि युधिष्ठिरलाई, म चाहिँ एक केही होइन, म चाहिँ तिम्रो बुवा यमह हो र म एकदमै खुसी छु। मैले चाहिँ तिम्रो परीक्षा मैले चाहिँ तिम्रो परीक्षा लिएर आएको थिएँ कि तिमीले आफ्नो भाइहरूको ख्याल चाहिँ राम्रोसँग राखेको रहेछौ कि रहेछैनौ, अनि के कसरी आफ्नो भाइहरूको ख्याल राख्दो रहेछौ, तिमी स्वार्थी छौ कि छैनौ भन्छ। मैले तिम्रो परीक्षा लिएको थिएँ, सो म चाहिँ एकदमै प्रसन्न छु कि तिमीले चाहिँ आफ्नो भाइको ख्याल चाहिँ एकदम राम्रोसँग राखिरहेको रहेछौ। त्यही भएर र अब तिम्रो अझै 14 वर्षको वनवास चाहिँ सकिएको छैन। अब आउने अबको वनवासको अबको दिनमा चाहिँ तिमीहरूको ख्याल चाहिँ म एकदमै राम्रोसँग राख्नेछु। तिमीहरूले कसरी त्यो आफ्नो अब आउने वर्षहरू कसरी काट्छौ भन्ने कुराको गाइड चाहिँ मैले तिमीलाई दिनेछु भनेर मजाले भन्छ। र यति भइसकेपछि चाहिँ यो कहानी यहीँ सकिन्छ। त्यो अब इन्टरप्रिटेसनको बारेमा कुरा गर्नुपर्दा चाहिँ इन्टरप्रेसन भनेको चाहिँ यो कहानीले चाहिँ हामीले के बुझाउन खोजेको छ त्यसको बारेमा भन्ने। सो यो कहानीले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ होइन हाम्रो विस्डम, प्यासन र लोयलिटी चाहिँ गडप्रति देखाउनुपर्छ कि। लाइक हामी चाहिँ आफ्नो भगवान्प्रति चाहिँ एकदमै लोयल हुनुपर्छ होइन, विस्डम हुनुपर्छ, हामीले केही पाप गर्नुहुन्न भन्ने कुरा चाहिँ यो कहानीले भन्छ। र अर्को कुरा के भन्छ भन्दा चाहिँ डुइङ वर्क विथ अनेस्टी एन्ड फेथ लिड टु पोजिटिभ रिजल्ट। जस्तो हामीले आफ्नो सच्चा मनले चाहिँ एकदमै राम्रोसँग एकदमै स्वार्थी नभएर निस्वार्थ भएर अरूको सहयोग गर्यो, अरूलाई हेल्प गर्यो, एकदमै पोजिटिभ भएर गर्यो भने चाहिँ हामीले रिजल्ट पनि एकदमै पोजिटिभ नै पाइन्छ भन्ने कुरा चाहिँ यो कहानीले बताउन खोजिरहेको छ। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ युधिष्ठिरले चाहिँ आफ्नो ज्यानको पर्वाह नगरेर अथवा आफू हुँदाहुँदै उसले चाह्यो भने आफ्नो पछि 14 वर्ष उसले चाह्यो भने चाहिँ पछि आफ्नो 14 वर्षको वनवास सकिसकेपछि अरू राज्यहरू जित्नको लागि अर्जुन जस्तो शक्तिशालीलाई बचाउन सक्थ्यो अथवा भीम जस्तो बुद्धिमानलाई बचाउन सक्थ्यो। तर उसले चाहिँ त्यो नचाहेर चाहिँ आफू चाहिँ एउटा आमाबाट जिउँदो छँदैछु, अर्को आमाबाट कोही न कोही त जिउँदो हुनु पर्यो नि त भन्नुको लागि चाहिँ उसले नकुललाई जिउँदो गर्न पठाएको चाहिँ आफ्नो स्वार्थ नहेरेर चाहिँ आफ्नो सबैजना खुसी हेर्छ। सो यसबाट के बुझिन्छ भन्दाखेरि चाहिँ हामीले आफ्नो स्वार्थ मात्र कहिले हेर्नु हुँदैन क्या। हामीले कहिलेकाहीँ चाहिँ के पनि गर्नुपर्छ भन्दा चाहिँ अरूलाई कस्तो बितिरहेको छ, अरू अरू खुसी छन् कि नै, हामीले के कुरा गर्छ त्यसबाट अरू खुसी छन् किन, अरूलाई कस्तो प्रभाव परिरहेको छ भन्ने कुरा चाहिँ यो कहानीले बचाउँछ। चाहिँ आउँछ क्रिटिकल थिङ्किङ। सो क्रिटिकल थिङ्किङमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि चाहिँ यो कहानी चाहिँ मलाई एकदमै मन पर्यो। यो कहानी चाहिँ हामीले महाभारतबाट लिएको रहेछ होइन। सो यसको पोजिटिभ थिङ्किङहरू, यसको फिलोसोफीहरू चाहिँ मलाई एकदमै मन पर्यो। तर केही क्वेसनहरू चाहिँ छ कि लाइक त्यो पत्याउनै गाह्रो छ कि लाइक एक थियो भन्ने कुरा चाहिँ एक थियो भन्ने भगवान् कि साँच्चीकैमा हुन्छ नि त इन रियल लाइफ हामीले के एकचोटि देखेका छौँ र कतै? यस्तो पनि के हुन्छ र पानी खाने बित्तिकै मान्छे मरिहाल्ने त्यस्तो पनि के हुन्छ र? के भगवान् चाहिँ जिउँदो छन् र? उसले भन्यो कि म चाहिँ भगवान् एम हो अथवा भन्यो होइन। सो लिटरली इन रियल लाइफ के भगवान् जिउँदो छन् र? र अनि अर्को क्वेसन चाहिँ के प्यासेन्ट भयो भने, के अनेस्टी भयो भने, लोयल्टी भयो भने त्यस यो पृथ्वीमा चाहिँ जिउन गाह्रो, यो पृथ्वीमा चाहिँ बाँच्न एकदम सजिलो छ र? त्यस्तो भने त कति गरिबहरू एकदमै लोयल छन् होइन, एकदमै अनेस्ट छन्, एकदमै दुखी भन्दा पनि एकदमै लाइक अब हेल्प गर्ने टाइपको छन्, त्यही पनि उनीहरू किन दुखी छन् त? के साँच्चीकै लोयल बसेपछि चाहिँ हामी के खुसी हुन सक्छौँ र? हो यो क्वेसनहरू चाहिँ हजुरहरूले रेज गर्न सक्नुहुन्छ अथवा यो क्वेसनलाई चाहिँ भन्न सकिन्छ कि क्रिटिकल थिङ्किङमा। त्यसपछि एसिमुलेसनमा चाहिँ के भन्न सकिन्छ भन्दाखेरि चाहिँ द टेक्स्ट हेज प्रोभाइडेड मी विथ न्यू इन्साइट टु बी ट्रुली ह्युमन विस्डम एन्ड राइट न्युज आर इसेन्सियल। लाइक एसिमुलेसनमा हामीले के भन्न सक्छौँ भन्दाखेरि चाहिँ त्यो टेक्स्टले चाहिँ मलाई एकदमै राम्रो कुरा सिकायो कि लाइक हामी चाहिँ के हुनुपर्छ, एकदम विस्डम हुनुपर्छ, हामी चाहिँ अनेस्ट हुनुपर्छ, लोयल हुनुपर्छ, पोजिटिभ हुनुपर्छ होइन, हेल्पफुल हुनुपर्छ, अरूलाई हेल्प गर्नुपर्छ होइन। अनि त्यसपछि आफ्नो एङ्गरलाई चाहिँ सकेसम्म कम गर्नुपर्छ र प्यासन चाहिँ बढी हुनुपर्छ। अनि हाम्रो माइन्डसेट चाहिँ एकदमै चेन्ज गरेर एकदम पोजिटिभ भावना चाहिँ ल्याउनुपर्छ भन्ने कुरा चाहिँ यो टेक्स्टले बुझाउन खोजेको छ। सो आजको लागि चाहिँ यति नै। कस्तो लाग्यो हजुरलाई हाम्रो मन पऱ्यो लाइक सेयर गर्नु नबिर्सिनु होला। र हामी चाहिँ यस्तो यस्तै टपिकमा अरू अरू पनि भिडियो ल्याउनेछौँ। सो त्यतिखेर मलाई पनि बिदा दिनुहोस्। धन्यवाद।